कुलमानलाई पदको लोभ, रवि बालेनसँगको सहमतिको एक सातामै किन बोले झुट? अहिलेका भाइरल मन्त्री कुलमान घिसिङ बालेन रविसँग गरेको सम्झौतालाई अस्वीकार गरेका छन्। घिसिङले रवि र बालेनसँगको सम्झौताबारे विवादित अभिव्यक्ति दिएपछि बोलीमा लगाम नभएको कुलमान भन्दै विरोध भएको छ। गत पुस 14 गते राति उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच 7 बुँदे सहमतिपछि एकता भएको थियो। यो 7 बुँदे सहमति पत्रमा राष्ट्रपाको केन्द्रीय सभापतिमा रवि लामी छाने, उपसभापतिमा कुलमान घिसिङ, डोलप्रसाद अर्याल, सोनिम वाग्ले रहने उल्लेख छ। उक्त सहमति पत्रमा राष्ट्रपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुप कुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका थिए। तर सहमति भएको एक हप्तामै ऊर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले विवादित अभिव्यक्ति दिएका छन्। मंगलबार ललितपुरमा आयोजित इन्जिनियर संघको अन्तर्क्रिया कार्यक्रममा उनले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको दावी गरेका छन्। उनको यो अभिव्यक्तिलाई झुट मानिएको छ र पद लोलुपताको कारण यस्तो बयान आएको अनुमान गरिएको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको समाचारहरू पाइरहेका थिए। त्यसपछि कुलमानले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको दावी गरेका हुन्। पद लोलुपताका कारण कुलमानले यस्तो अभिव्यक्ति दिएको कतिपयको बुझाइ छ। कुलमानको यो भनाइ तपाईलाई कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला।